महोदय, विषय माननीय रवि लामिछानेको हो। आजभोलि हरेक दिन जसो रवि लामिछानेसँग सम्बन्धित मुद्दामा जाहेरीकर्ता बनाइएकाहरूले अहिले सार्वजनिक रूपमै मैले रवि लामिछाने विरुद्ध कुनै पनि किटानी जाहेरी दिएको थिएन, मलाई थाहै नदिई अभियोग पत्रमा मेरो नाम लेखियो, कसै विरुद्ध किटानी उजुरी नै नहालेको मान्छेलाई कसरी उजुरीकर्ता बनाइयो भन्दै सार्वजनिक रूपमा प्रश्न गरिरहेका छन्। भोलि सम्मानित अदालतमा यो विषय प्रवेश भई आफ्नै ढङ्गले निराकरण होला नै, तर सामाजिक र राजनैतिक वृत्तमा राज्यले कृत्य जाहेरीको निर्माण गरी एकजना उदाउँदो राजनीतिक नेतृत्व विरुद्ध फौजदारी मुद्दा खडा गरेको कुरा गम्भीर चासोको रूपमा आएको छ। सभामुख महोदय, शक्ति दुरुपयोग आफैमा संविधान विपरीतको कार्य हो र जब सत्ता र शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ त्यो संस्थागत भ्रष्टाचारको चरम रूप हो। सभामुख महोदय, पक्राउ पुर्जी बिना गरिएको पक्राउ, पूर्वाग्रह पूर्ण अनुसन्धान र बिना किटानी जाहेरी अभियुक्त बनाउने कार्य, यी सबै मानव अधिकार